कस्तो मुभी जस्तो आउँछ है राम्रो देख्छ के चस्मा चस्मा हैन हौ उ चाहिँ हो नि यस्तै हो तर यस्तो हैन क्या फेरि यस्तो भनेर पनि दिदी सर्ट्स कता छ नि स्विमिङ जस्तै तर यो यतिकै नर्मल सर्ट्स कस्तो लेगिङ्स हो र लौ कट्टु ऱ्यान्डम कट्टु सब भन्ने भ्लग बनाउने हो आज हामी यहाँबाट पहिला सुरुमा धार्के जाने के अरे यो धार्के भन्दो रहेछ आज हामी नुवाकोट जाने नगरकोट जाने घुमाउने ठाउँ चाहिँ उद्धवले घुमाउँदै लिएर जान्छु भनेको छ उद्धव भाइ कहाँ होइन नि हजुर घुमाउने ठाउँ कहाँ हजुर लाने हो सबै होइन बाटो घुम्दै जाने हो नि यतिकै जङ्गल हो झर्ना नि भन्दै हुन्थ्यो त झर्नामा जाने कि नजाने भन्ने कुरा जाने नि पानी छैन झर्नामा जाने भन्ने कुरा हो हेलो हामी यो इन्ट्रान्सपट्टि छौँ भाटभटेनीको इन्ट्रान्सपट्टि गाई छिर्नु भयो अरे कहाँ हो कि हजुर टाइममा पनि छैन हेरेर लाज छैन यार राजु नि आएर हो र बिहान के स्न्याप पठाइरहेको थियो भनेको अलिकति माथि छु बाइक बनाएर 15-20 मिनटमा आउँछु भन्दै गरे जानु त उता क्याफेमा बस्नु ब्लगर भाइ ब्लग बनाउनु रेडी हो बोले कहाँ गयो के हेर्न जानुभयो यार रन्जालाई फोन गरेको रोजन बेलुका हुन्छ रे बेलुका रे बेलुका वहीँ सिधै बेलुका भनेको नि 3 बजे होइन 6-7 बजे हो क्या हो त्यस्तै होला अब कहाँ के छ दादा बाइक बिगार्नु भयो अरे हजुरले हामी आएको त 1 घन्टा बढी भइसक्यो हौ म पुरा एक्सपेक्टेसन एकदम हाई कि अब हुन्छ नि हेलमेट नै छोडिदिने हो लिएर जाम है उद्धव भाइ के छ झरना सरना रोक्नु भन्दाखेरि होइन तपाईँहरू पैसा हो ए हस् यहाँ त्यो रेजिस्टर गर्दैछु ल अनि यहाँ इन्फर्मेसन पर्छ अनि त्यसपछि आइसक्नु अरे हेलो सर गाइड भएर आउनु भयो त पुरा अरे ब्लगर हो वाटरमेलन जुस भने यार स्क्याम भयो अरे के हो
अरू पार्टी एरिया खोइ पार्टी एरिया अनि पार्टी एरिया चाहिँ यही हो होइन अनि वेलकम ड्रिङ्क्स चाहिँ यता छ है जाम दादा कोठामा कहाँ कुनै थाहा कोठै राखेन अरे ल अब हामी कोठामा जाँदैछौँ हामी कहाँ जान्छौँ वेलकम ड्रिङ्क ल वेलकम ड्रिङ्क सधैँ मलाई राखिदिनु डिटक्स वाटर है यस्तो यो काठमाडौँको धुलोमा खाइसकेपछि डिटक्स वाटर के हो त्यो खट्टा मिठा हिन्दी ए यो चाहिँ हो डिटक्स वाटर बिटरुट ल दादा मलाई राखिदिनु न के खाने हजुरले के खानु अरे मैले त्यो उतापट्टिको नपढिकन लिएछु कि मैले रातो देखेर हो के खान्ला यो दामी छ यार के ल स्टेट आएर पोखरा खै हात मिलाउनु के हो लाइभ हो क्या त यो कहाँ लाइभ स्ट्रिम हो क्या दाइ 500 के दिन पऱ्यो क्या त ऱ्याप 500 के वाच दादा मलाई राखिदिनु न आजको चल्ला भनौ न के खाने भनेर त्यही दिनु तर कस्तो खानु पहिला हजुरले स्वादै ल खान्छौ ल देखो आखिरमा तिम्रै पोखराको नाम आँखा भ्यास आउँदैन यार त्यही भएर ए हामी त यता त हेरेकै छैन नि हौ फोटो हाल्दा त एआईले बनाएको जस्तो लाग्छ ल को हाम्रो ए हाम्रो म गाइड हाम्रो ल दादा रुम नभन्ने के भन्ने हो त नि 107 आएर पनि त्यही छ खोइ त्यतै होला रुम नभन्ने के भन्ने भन्दैन त हजुरले हौ थाहा चाहिँ नभन्यो भने रुम ए ब्लक ए 101 रुम्स कहाँ तलसम्म रहेछ हो दादा हजुर पनि तलै हो ल हो आइयो ल अफिसियल अफिसियल के होइन अफिसियल म हैन रुम भित्र चाहिँ के म्यान्डेटरी को हो के भन्नु यहाँ दादाहरू यहाँ दाइले म्यान्डेटरी चिज गर्नु किन्दैन कि मैले गरिसक्नु भयो अब म यहाँ अफिसियल एकदम सिनेमेटिक ऊ खिच्छु होइन रुम के अरे बाहिरदेखिबाट भित्रसम्म सब देखाउँछु एकचोटि ल दादा हामी ऊ गरेर जाऊँ न रुमको के त दादाहरूको अरू कसैको रुम थाहा छैन हजुरलाई कहाँ गयो त कोही छैन साइलेन्ट छन् कहाँ छन् भित्र छन् जस्तो मिल्न राख्नु र अन्त उता दाइ भन्नु न उद्धवहरू कहाँ छन् भन्नु न कहाँ हुनुहुन्छ जाम गएर दादा कति आइपुग्यो हामी अघि नै भाइ वेलकम टु शिशिर ब्लग भन्द कहाँ हो गोलेहरू निक्लिसक्यो हो कति हो रुम नम्बर सकियो 19 रे कहाँ 19 उता यार ल हामी आयौँ कतिखेर आउनुभयो ल घन्टी हो त्यो पासपोर्ट एफबिआई के हो यस्तो आउन पाएन लथालिङ्ग
यस्तो नराम्रो रुम हामी 5 वटा रुममा गयौँ अहिलेसम्म यस्तो नराम्रो रुम कसैको थिएन हौ हेर फोर ल हेर फोर यहाँभित्र फोर हामी 5 वटा रुममा गएर हामी त यतिको फोर थियौँ है के भने के हो यो टिभी हेऱ्यो भने पैसा काट्छ काट्दैन नेपालको झन्डा त यता पनि रहेछ नि त यो भनेको जम्प के अरे टिप्पर जस्तो रहेछ दाइको क्रक्स दाइ यता हेर्नु त क्रक्स ल्याउनु त टिप्परै हो यार यो त दादा यहाँसम्म स्विङ गर्नु त रेस अनिललाई जित्नु भयो तर हजुरले जित्नु भएको खास तर हार्नु भएकै हो हजुरले त सुशीललाई छोडेर आउनु भयो अरे त होइन मैले झन् मिलाइदिएको चाहिँ हो सुशीलले बिचरा मलाई फोन गर्दै थिए मिहिर दाइले त मलाई छोडेर जानुभयो तिमी कहाँ छौ भन्दै थियो साँच्ची भनेको ल हेलो दाइ हेलो ब्रदर म लाइभ स्ट्रिम गर्दैछु हेलो भनिदिनु न हेलो कतिखेर आउनु हजुर ल ब्रदर लाइभ स्ट्रिम हो क्या ट्विचमा हो र ट्विचमै ट्विचमै हो नि सिधै हेलो भन्नु न हेलो ट्विच हेलो दाइ के छ ब्रदर दाइ रे दाइ होइन हौ म लास्ट हेर त तिमीलाई छोडेर आउनु भएको मैले किन छोड्नु भएको भनेको एन्सरै छैन कि मैले छोडेँ ढक्कुले हामीलाई छोडेको होइन ढक्कुले छोडे पुस्किहाल्यो नि दाइ लामो नबनाऊ 3-4 मिनेट हेलो दाइ 3-4 मिनट त हजुरकै इन्ट्रोडक्सन छ हाइलाइट्समा 3 हजुर अघि बाहिरै हुनुहुन्थ्यो हेलो भन्ने पाइएन दादा हजुरको रुम कता हो जेन्टलम्यान लुङ्गी डान्स दाइ चकाल चस्मा के दाइ एउटा हो के हो दादा कालो चस्मा कहाँ छ पुलमै हो पुलमै छुन्नु भयो होइन त्यो उसमा राखेर केमा लुगा राखेर ठ्याक्कै साइड उसमा क्या त्यो चेयरमा क्या त्यही छ कालो चस्मा ले ए हाम्रो कहाँ छ त चाबी दादा के हो यहाँ छ क्या अब तिमी हो यसको ल 107 कहाँ हो 107 यहाँ तल डेन्जरै तल छ ट्रेकिङै गरे जस्तो हुन्छ यो दिनुभयो ठिकै गर्नुभयो होइन वेलकम ड्रिङ्क तर म अब मलाई घोडा चाहियो खच्चड चाहियो मैले सुनेको हाम्रो रुम तपाईँले एकदमै नजिक राख्नु भएको छ अरे एज अपरेसन म पुऱ्याइदिन्छु म सँगै आई ग्रेस माई प्रेजेन्स लेट्स गो प्लिज म खच्चड बिना चल्न सक्दिनँ चम्चीको फ्रेस भएर आइहाल्यो प्लिज भएर आयो थ्याङ्क यू
एउटा गाउनु पर्यो एउटा गीत गाउनु पर्यो पानको पात गाइले हुन्छ गाउन कहाँ मरेको फेरि एनर्जी ड्रिङ्क खानु पर्यो नि पहिला पानको पात गाउन लास्टमा आउने मान्छेले गीत गाउनुपर्छ अरे कि खाने बेलामा त्यो क्यामेराम्यान जस्तो नगर्नुहोस् यहाँ बिहाकै हो यार यो त साँच्चीकै खोइ खोइ खानु माइक टेस्ट ल खोइ पोखरेललाई भन त कुन गीत जुन गीत गाउने आउनु न कता हिँडेको On my left we have Anil Paudel straight from Pokhara. Shout out to Gausar Production हैन के धेरै जेसबी म चाहिँ राइटर लेभल फर्कन एकैछिन हैन कि पाले पालो यता यता ल र्याप प्याटर्न काठमाडौँ भएर On my left we have unique हैन म यो बुद्ध हो हैन के उ unique poet versus loud. On my left we have okay, one of the के भन्छ यार one of the finest rapper from the underdog हैन from underdog oh, unique poet give it up for unique poet and on my right one of the biggest rapper straight from the beautiful city Pokhara. Give it up for Laure. I have Bitu bro here. Shout out to all of them. Gausar Production. Shout out to Gausar Productions. मलाई त Gausar. Shout out to Gausar Productions for setting all of this up. I'd like to pass my mic back to Yama Buddha. Thank you, Bitu bro. Okay, who wanna go first? Okay, Laure. लाउँछौ टोपी तिमी कालो कहिले त तिम्रो बिहे गर्ने पालो Time out. यो हैन एकछिन स्पोन्सरहरुलाई गर्न साउट आउट दिनु न ल दाइ स्पोन्सरलाई साउट आउट एकछिन सोचिदिनु Okay. Shout out to Edited Poet, हैन and shout out to Bharat Singh, shout out to Robertson, and shout out to Old Raba. टी-शर्ट तिमीले लगाएको छौ निलो बनाइदिन्छु सबै गिलो कट किन ढिलो भएको भने तिमीलाई थाहा नि हामी काफल सफल खादै अनि माथि भिडार चाउ भिडा नि गराएको साथी ए नुवाकोटकै माथि गएर ए हो हामी उताबाट हो नि त तलबाट हैन हजुर त अघि भाटभेडिङमा हुन्थ्यो नि त त्यतिखेर अनि हामी आएर जम्मा भएर त्यति बेला त भर्खर कति 2:30 त बजिरहेको थियो नि हजुर के रे भाइ ब्याक एन्ड इन्जिनियर हाम्रो आइएस इन्जिनियर्स दुईजना ल ऊ हाम्रो एआई इन्जिनियर के हो त चस्मा कोही यस्तै गर भने केटाहरूले अब त्यो कालो चाहिँ राख्नुपर्ने हो नि यो सोप्ने लागेको चस्मा होइन होइन मेरो हो दुईटै ए ल ठिक छ जाम आइएस इन्जिनियर यस्तो गर्ने हो क्या अर्को आइएस इन्जिनियर अब उता आइएस इन्जिनियरसँग जानु बाई क्युए इन्जिनियर हौ कतिजना इन्जिनियर हौ हेलो आई जस्ट केम हाम्रो मार्केटिङ माइन्डलाई युनुस दाइ के छ दि खाना खाँदै म बसेँ माइक चेक माइक टेस्टिङ तिमी क्या व्हाइट लोटस जस्तै राख्छौ
हजुर हाम्रो प्रोडक्ट रिक्वायरमेन्टमा छैन जस्तो हाम्रो प्रोडक्ट रिक्वायरमेन्टमा छैन जस्तो एक्सपोज हानिदिन्छु म नराम्रो भन्नु लाग्नु हो कि भिडियो खिचेको भएर नभन्नु हो यस्तो के भाइब्स व्हाइट लोटस भनेको मान्छेहरू मर्ने ठाउँ हैन दादा के भन्नु न यो समातेर हजुरलाई यो ठाउँको बारेमा यो माइक यो ठाउँको बारेमा त थाहा थिएन अब राम्रो छ अहिलेसम्म हेरे अनुसार यी क्वेसन सोध न यतिकै भाषण दिन त मलाई आउँदैन बारेमा जे वरिपरि सब हेरेर हजुरलाई यहाँ कि यहाँ दाइहरूलाई हेरेर के भन्नु छ सबै कुरा यिनीहरूलाई हेरेर त भन्न बाँकी छ होला 1-2 महिना विचार गर्नु नै करियर अर्को बनाउँदै छ जस्तो छ केटोले है म भन्छु निशासँग कुरा गर्नु पर्ला ओहो भाइ ठिक हुन्छ नि हजुर अडियो छैन त्यसरी ल कहाँ छैन अनि सबै रेकर्ड भइहाल्छ नि आजको प्रोटोकल के हो भन्दाखेरि जो लास्टमा आउँछ नि उसले एउटा गीत गाउनुपर्छ के म होइन मसँग त अहिलेसम्म डेन्जर फसेको म हो होइन मैले त पानको पात भनेर गाएँ कि अघि गीतै आएन कि होइन नर्भस भएँ होइन माइक देखेपछि खासै आएन बोल्न होइन अनि म त के अब आयो के आइदियो पानको पात भनिदियो कि मैले त पानको पात होइन खाना तेरो भात भन्ने टाइपको कि अब तिमीले नि एउटा गाउनु पर्यो त्यस्तै के गीत गाउने गाइदियो नि त दुर्गेश थापाको कुन गीत रे अब बम बम बोलेदेखि लिएर जुन गाइने भयो ए होइन अर्को अहिले चलेको कुन गीत रे हेरेको ए दावा स्टोरी हाल्दा के हाल्छ तिमीले त्यो मैले गीतहरु के सेन्डी कडा कडा हालेर आउँछ के ल त्यही गाउ पंचा लडाई यो चेन्ज पंचा लडाई on my right on my right on my right we have Susil from the greatest team in Kalimati from Kalimati and on my left from the gym from one of the gym in Pulso and Mr. Gole love पंचा लडाउनु पर्यो यति हो यार केही पंचा नि लडाएन नि केही नि गरेन म झ्याप मात्रै देखेँ यार फोकसमा म झ्याप होइन हो साँच्चै होइन हजुर माथि हो जस्तो लाग्यो त्यसो भए 4-1-2 यता रहेछ फाइनली अवस्था त छैन जस्तो लाग्यो ट्रिपल सेयरिङ यो हालिदिउँ भाइ यो कहाँ छ खोइ यसको यहाँ ल दादाहरूको रुम यस्तो छ कप चाहिँ दुईटा मात्रै दिएछ दिस इज द वाशरुम रुम कस्तो छ रुम यहाँ हामी रुम इन्सपेक्सन छिर्न पाएन ध्वस्तको कसको रुम छ भनेको सोब्रिनलाईहरूको जस्तो ध्वस्त त कसैको छैन हौ के गरेर तिनीहरूले ध्वस्तै नै छ भनेको सिरल फालिसक्यो क्या डस्न नि भुइँमा हो क्या बाहिर यसो गार्डनिङ म त अघि होइन ल रुममा कोही मलाई चाहिँदैन रुममा कोही पनि छैन भन्नु होइन अब किन्छ टावलले फेरि खोलेर चेन्ज गर्दै हाल्छ भने यसो यत्रो झ्याल त बिर्सिन तर ट्याक्क यतापट्टि हिमाल देखिँदो रहेछ क्या कि दाइ बिहान पहाड हुन्छ यार हो अघि होइन त हेर्नु त हामी यतापट्टि छौँ होइन स्विमिङ पुल उता छ है अनि नर्थ यहाँ हो कि ट्याक्कै हेर्नु नि त उसमा फोनबाट
अनि हिमाल खै र एबी जान्नु हिमाल छैन तर हिमाल यही देखिन्छ के भोलि देखियो भने छैन मुला कहाँ छ हिमाल होइन कि भोलि देखियो भने यही देखिन्छ कि देख्ने भयो अहिले देखिन्छ के कि अब सनसेट हुने बेला देखिन्छ कि तर नर्थ चाहिँ त्यही हो कि त्यही हो नर्थ हेर्नु है हेर्नु त त्यही हो ठ्याक्कै त्यही हो यतापट्टि जस्तो लाग्यो मलाई हो त्यही त नि म नि त्यही जस्तो लाग्थ्यो तर नर्थ त्यही हो ल दादा चेन्ज गर्नु अघि दिदीहरू बस्दै हुन्थ्यो अरे अहिले कहाँ जानुभयो सही बस्दै हुन्थ्यो ल दादा तर क्या बवाल यो already prepared है not yet prepared कहिले आउँछ त भिडियो अनि अब भक्करका भएर त कसरी आउँछ म एडिट गर्नु पर्यो नि भन्नु पर्यो नि त हैन लिंक पठाउनु पर्यो लिंक पठाउँछु म हामी शेयर गर्छौं हजुरलाई म टिम्समै लिंक पठाउँछु युट्युब च्यानलले बनाऊ के एउटा लाइभ होइन अघि भन्थ्यौ त अनि लाइभ स्ट्रिमिङ है ठग रहेछ मान्छे के भने अब हेर्नु त यसमा केही इन्टरनेट कनेक्सन यता उति तार छ त्यो मोबाइलमा छ त के भन्छ वेलकम टु द जिम ल यो सिधै 10 किलो हजुर अहिले पौडी नहाल्यो क्या ल तिमीलाई फोटोग्राफर चाहियो क्या हैन डान्सर चाहियो टिकटक बनेर हो खस्यो कोरियोग्राफर चाहिँ म बन्दिन्छु के खस्यो यस्तो गरेर म बिहाइन्ड द सिन्स ब्रो म बिहाइन्ड द सिन्स त्यो मैले थाहा पाएँ त्यो हजुरको त अस्ति नै के अरे त्यो 30 वाला के वाला ल मुस्कानको भ्लगमा आउँछ बिहाइन्ड द सिन्स मेरो भ्लग होइन यो सिसी दाइको भ्लग के सिसी दाइको भएन यो के हो यो टिकटक हो टिकटक बनेर चाहिँ यहाँ यस्तो गर्यो मुस्कान रेडी सबैजना पछाडी है रा म चाहिँ किन हौ अब यो इन्सेप्सन के दुवैजनाले रेकर्ड गरेको इन्सेप्सन रमिदी थर्काउनु न के हो हेर्न भनेकै नमान्ने यार ओइ सबजना पछाडि जाने रे के गाली खाइ टिकटकमा परेछ यार हेर हेर अन्टी गराउनु भयो मैले त्यही भनेर हो कि मेहनत हेर मेहनत यो टिकटक 1 मिलियन भ्युज को टिकटक कति मिलियन ए ट्रान्जिसन मेहनत रियलमा चाहिँ यस्तो देख्छ हैन अब फिल्टर हालेपछि टिकटकमा देख्न सक्नुहुन्छ ब्रदर हजुरको एक्जाम कस्तो भयो ठिक भयो एक्जाम जानु
मर्निङ साथीहरू उठाउँ त उठाउँ यहाँबाट हामीले यस्तो भ्यू हेर्न सकिन्छ त्यहाँ मिहिर दाई र नितेश दाई म हजुरहरूलाई बाहिरको भ्यू देखाउँछु एकपटक बाहिर के कस्तो छ माहौल बिहान यस्तो छ हेर बिहानको माहौल हाम्रो दादा गुड मर्निङ के छ दाइ कस्तो भयो म त हजुर म अघि नै उठेको दाइ उठेर हजुर उठेर नुहाइ धुवाइ गरेर बसिरहेको छैन दाइहरू उठ्दै हुनुहुन्छ म दाइहरूसँग आउँछु नि ल दाइ ल हामी अब एकछिनमा माथि जान्छौँ साथीहरू त्यति बेला भेटौँला दाइ उठ्नु त हजुर गुड मर्निङ साथीहरू उठ्नुहोस् त खोइ गुड मर्निङ साथीहरू बिहान भइसक्यो उठ्नुहोस् त साथी ल आउँदै गर्नु ल म जाँदै गर्छु साथीहरू यहाँबाट त क्या नाइसिदिएको रहेछ नेपालको झन्डा मर्निङ ब्रदर खाएर हो सुसन्दा सुत्दै हुनुहुन्छ उठ्नु भने हो म त कहाँ पुगेर त आइसक्यो भनेको कहाँ पुगेर म सोब्रिलाहरूको कोठामा गएर उठाएर उठ्दै उठ्नु हुँदैन केही गर्न सकिएन ब्रेकफास्ट दादाले म त अहिले लास्टमा लिन्छ यार दुध र कर्नफ्लेक्स मात्र खानु पर्ला दादाहरूको खानेकुरा देखाउँछु म यो हाम्रो राजु दाईको ब्रेकफास्ट के को जुस दाई हो दाई वाटरमेलन जुस हो सगुन दाईले खाइसक्नुभयो प्रशान्त दाईले खाइसक्नुभयो हिजो बेलुकाको सुताइ कस्तो भयो यताउति इत्यादि केही बिजोग भएको छैन के बिजोग सुत्यौ त होइन दादा हजुर केही छ एकदम हामी त अघि नै भेट भएको र होइन मैले हजुरलाई कहाँ देखाएको थिएँ भने बित्तिकै झारबाट हेरेको उता दुबोमा गएर बस्नु भएको नि एकछिन अनि दुईजना गएर बस्नु भयो ठ्याक्क त्यो लाइनमा हेर्दा थियो नि त त्यो यसरी मेरो दादा जस्तो लाग्यो होइन फोन गरेर फोनै भएछ अब दादाहरू यता
5 मिनट अगाडि त सुतिराख्नु भएको फ्लास 1 घन्टा अगाडि नै फ्रेस भएर देख्नु मैले कसरी सुताइ कस्तो मर्निङ दादा अब मैले त उठाउन प्रयास गरेकै हो मैले सक्दो मर्निङ दादा लो हजुरको त अब कोठै थाहा छैन हौ मलाई कहाँबाट उठाउन जानु त्यस्तो नरिसाउनु न बिहान कस्तो ह्याप्पी हुनु छैन के हो सुते आएर म राम्रै हो सुशील पानीले नै केले दादा केले भिजाउनु भयो फेरि भनिदिनु त अमृतले केले भिजाउनु भन्नु न बियर तिमीले खाने जस्तो रहेछ भने कस्तो चिया पनि चिया छौ तिमीलाई हिँड नि त टुर गरौँ एकचोटि कहाँबाट हामी तलैबाट चाहिँ जाऊँ न ल यो ठिक छ अब तिमी हेलिकप्टर किन अनि आउनुपर्छ यहीँनिर ल्यान्ड गर्नु ल तिमी गाइड म तिम्रो क्यामेराम्यान हो ल अनि के अरे हामी अनि जिम हान्नु पर्यो नि गएर जिम जाने सो लेट्स अलिकति पम्पटअप हुनु पऱ्यो न तिमी होस्ट प्लिज हाम्रो आदरणीय अर्गनाइजर साहब बा ल यतिको चाहिँ हुनु पर्यो है दादा ल हाम्रो नितेश दाइ द म्यान द मिथ हिमसेल्फ नितेश दाइ सुपरभाइजर हैन ए के छ नितेश दाइ 2 शब्द जाओस् न त तपाईँकोबाट सनिल हिजो मलाई बिट्रे गर्ने मान्छे छैन अब त फोन कसम बिग्रिन्छ होइन यस्तो पुरा यो आर्किटेक्ट चाहिँ बवाल छ क्या अब अलिकति आर्किटेक्ट जानेको मान्छे ल्याएको भए यहाँ पुरा साइको भएर हुन्छ होला मैले अघि फोन गरेको थिएँ क्या बहिनीलाई मेरो बहिनी आर्किटेक्ट पढाएको छ नि त यसो देखाइदिएको थियो बा सब खिचेर ल्याएँ भनेर भन्दै थियो क्या इन्ट्रेस्टिङ लाग्यो लास्टिङ हामी जिम बडिज केबाट स्टार्ट गर्ने ल अनि अलिक दिनु पऱ्यो नि त ल स्टार्ट है त हुँदैन त ल दौडिनु पऱ्यो होइन रुक न अरू पनि छ नि अब साइकलको पानी ए ल 5 kg यस्तो गर्ने गाह्रो भइसक्यो भिडियोको लागि तान्यो ल यो भयो अब साइक्लिङको पाली अब हो ल यो हान्नु पर्यो कतिमा छ ब्याकेर है अब छ
ए सिट बिर्स्यो तिम्रो हेरौँ पहिला तिम्रो हेरौँ पहिला कति हाम्रो कति हो रे आउनु गर न किल्चेपछि आउँछ होला क्या ए घटेछ यार ब्रदर 60.5 61 समथिङ है कति एकछिन तिम्रो कति हो मेरो 78 हुनुपर्ने लो लेट्स गो ए पोइन्ट ल मर्निङ के हो तिम्रो नाम तिमीले बबल उडाऊ म खिच्दिन्छु रेहान्जङ कार्की ए कहाँबाट आएको तिमी ल बिर्सियो क्या घरबाट होइन हेर्नु नि ल के अरे हेर्दै गर्नु होला लाइक सब्सक्राइब सेयर त्यो भिडियो यो सिस्टम यस्तो रहेछ मतलब पुरा कम्प्लिट भएर यतापट्टि नि त्यो बन्द गरे अनि अनि पानीतिर समुद्र रहेनछ क्या अहिले हामी कहाँ कहाँ गएर आइसक्यौँ नेपालमा समुद्र धानु कसरी ल्याइदिनु कहाँ गयो बोल्ने हो खै जे बोले नि हुन्छ हेलो शिशिर हामीसँग एकदम लेजेन्डरी रोजेन दाई हुनुहुन्छ यहाँ दाई हजुरको नाम के हो ल सिरियस अब कस्तो भयो आजको एक्सपिरियन्स हिजो मलाई इट वाज नाइस एक्सपिरियन्स टु सम इट अप इट वाज या अप टु द मार्क अनि कतिको ज्याप हुनुभयो त प्रब्लम तिमीभन्दा चाहिँ अलिक कम थिएँ म जति त हुनै भएन नि हजुरको के मिलेन जस्तो लाग्यो थोपडा अनि अरू अरू केही छ नयाँ नौलो र नयाँ त केही छैन भनेपछि रमाइलो आइरहेछ हजुर एकदम इन्जोय है त यस आज नमानिकन ओके अब यहाँ अर्को हाम्रो ब्रो हुनुहुन्छ सागर के छ ब्रो सही छ रमाइलो भयो नि हिजो कतिको ज्याप भयो म तिमीभन्दा कम तर झ्याप ठिक छ ल मजा आइरहेछ नि होइन मजा आइरहेछ ल ओ हाम्रो के छ दाइ ठिक छ एकदम लेजेन्डरी विवेक नेपाल है उसको लागि त सबै लेजेन्ड अनि दाइले अब दाइको चाहिँ स्न्याप हेर्न चाहिँ एक दिन अफिस बिदा लिनुपर्छ होइन तिमी मसँग एड छैनौ एड गरिहाल्नु ल एड गर न शनिबार एड गरिहाल्नु शनिबार एड गर न होइन ल है अनि मुभी जसरी हेर्नु पपकर्न सपकर्न लिएर ट्याक्क बसेर होइन अर्को हाम्रो लेजेन्डरी हुनुहुन्छ यहाँ सुवाङ्गी उहाँ चाहिँ के अरे हाम्रो पिओ पनि हो है केही भन्नु छ रिक्वायरमेन्ट थियो कुरा गरिहाल्छ क्या म त पुलमा झार्दिन्छु भन्दा थिएँ होइन तर म झाप्दैन मात्र हो रिक्वायरमेन्ट हिजो झाप भयो बेला उसले कुरा कामको कुरा गरेर जस्तो लागिरहेको थियो क्या मलाई रिक्वायरमेन्ट दिँदा चाहिँ तिमी सुन्दै त्यो मोरको हल्यो क्या फेरि ल रमाइलो भइरहेछ हिजो कतिको झाप तिमी जति हुन सकेन अरू केही क्रिएटिभनेस नै छैन कि सबजना त्यही भनिरहेको छु के अरे 1 to 10 को स्केलमा होइन कतिको ज्याप थियो 4 म चाहिँ तिमी 15 थियौ 10 को रेट भनेपछि रमाइलो भइरहेछ ल एक्लै बसेर गइरहेछ आउँदैछ अब हाम्रो अर्को लेजेन्डरी दिदी निशा दिदी के छ कतिको रमाइलो भयो एकदम रमाइलो म नि एकदम रमाइलो भयो कतिको ज्याप हुनु भयो मैले केही खाँदै खाएन मैले केही छुँदा पनि छैन म एकदम जुसहरू मात्रै खाएँ मैले किन त्यस्तो म सब फुक्रिसकेँ भन्नु 1 to 10 को स्केलमा कतिको ज्याप हुनु भयो 0 माइनस हो क्या आज 0 मैले केही खाँदै खाएन म त सबसे ज्ञानी मै थिएँ यो टिममा पानी नि खानु भने क्या हो पानी खाएँ जुस खाएँ भनेपछि रमाइलो भइरहेछ तिमीले के खायौ मैले त खै के थाहा नै छैन
एउटा पोइन्टसम्म थाहा छ, त्यसपछि ब्ल्याकआउट हो। अहिले नै ह्याङओभर भएर जस्तो धेरै। अब हाम्रो अर्को दिदी हुन्छ, ठिक छ रमाइलो भयो एकदम। कतिको झ्याप हुनु दिएको? थिएन, म त सोबर नै थिएँ। म त सबलाई हेरेर त्यो अरू झ्याप देखेर म झ्याप भएँ कि जस्तो फिल भयो। कति 1 to 10 को स्केलमा कतिको झ्याप? 0 अडियन्स मिलेन क्या। हाम्रो अर्को एकजना हुनुहुन्छ क्युए, कस्तो भयो एक्सपिरियन्स? रमाइलो भयो, सबैजनाको सिचुएसन देखेर कतिको झ्याप हुनु? म त 0 रङ ठाउँमा आइएछ यार, जाउँ त ल। हाम्रो अर्को खतरा द लेजेन्डरी द म्यान हिमसेल्फ के छ अनिल? कस्तो भयो दाइ एक्सपिरियन्स? कतिको झ्याप हुनुहुन्थ्यो? म त हल्का फुल्का थिएँ, तिम्रो सुनेको सुनेर। 1 to 10 को स्केलमा कतिको झ्याप हुनुहुन्थ्यो? म त 6 ए हो, त्यही त झ्याप मिटर। तर यस्तो गर्नु पऱ्यो कि अब आफूले त भनिन्छ 6 होइन, तर अरूले कतिको रेट गर्छ त्यो पनि सोध्नु पऱ्यो क्या। त्यसमा पनि हिजो त अब अलिकति ऱ्याप ब्याटल कन्डक्ट गर्न खोजिरहेको थिएँ नि त मैले, होइन? अब ट्राइङ टु बी एम बुद्ध, होइन? त्यो कारणले गर्दाखेरि चाहिँ मलाई मान्छेले 6 होइन कि 10 नै भन्छन् होला क्या। ठिक छ भनेपछि ल। अरू केही छ भन्नुपर्ने? अरू त छैन यार, आज ढिलो उठ्यो, यहाँको यो सनराइज यताउता केही हेर्न मिलेन, पाइएन है। मेबी यो क्यामेराले क्याप्चर गरेर होला। अब हाम्रो शिशिर के काम? यो जब यो आउँछ नि भ्लग, होइन? त्यो अलि राम्रो राम्रो सिन राइन पिचमा तिमीलाई एक स्ल्याब खान्छौ है। ल भनेपछि दाइ झ्याप मिटरमा 6 हुनुहुँदो रहेछ है त। ल के छ निरज, ठिक छ? कस्तो हो एक्सपिरियन्स? खाँदैछु यार, खाँदैछु। कतिको झ्याप थियो हिजो? खाँदै थिइनँ। कति 1 to 10 को स्केलमा? 1 to 10 को स्केलमा 4 होला मात्रै। ल अनि सिसो ओभरै रहेछ। ल अर्को हाम्रो लेजेन्डरी द म्यान कति झ्याप हुनु त हिजो? म त म्युजिक प्रड्युसर थिएँ हिजो, होइन? डिजे 1 to 10 को स्केलमा कति? 7 एग्री सबैजना? म मान्दैन नि, म नाच्यो भए चाहिँ 8 हुन्थ्यो। ल ठिक छ हो। ल अनि के छ भन्नुपर्ने? यहाँको खानेकुरा मिट छैन यार। ल एकदम इम्पोर्टेन्ट नोट है सबैजनाले। यो सेफहरूको नेपाल आमा होइन जस्तो कुरीहरूको लागि बनायो, होइन? एउटा केही मिट छैन। ल ठिक छ, एकदम खतरा इन्सर्ट आयो। ओह अर्को म्यान, द मिथ, द लेजेन्डरी, के भन्नु, द लर्ड, किङ अफ द 7 किङडम, प्रोटेक्टर अफ द रेन। एकदम ठिक छ। कतिको मजा भयो? मजा चाहिँ सब सुशील भाइले लियो, होइन? अनि जुठो हाल्दै यार, मलाई त मजा सुशील भाइले चुपा खाँदै हिँडिरहेको थियो। सुशील भाइले मेरो फेभरेट दाइ भने मक्क भएर थियो, अर्को मान्छेलाई फेरि मेरो फेभरेट दाइ भने। यस्तो गरेको यस्तो गर्दै हिँडिरहेको मसँग त यत्रो बोतल थियो क्या, बोतल अब के गर्ने भने भनेपछि कतिको झ्याप हुँदैछ? म त थिइनँ। 1 to 10 को स्केलमा? तिमीले चुपाखा भएर चाहिँ 8 घटेर। ल भाइ ठिक छ, केही भन्नु छ इम्पोर्टेन्ट? सकिन्छ यार, बाजु अफिस जानु भोलि सबजना लिनु। यताबाट बेकरीबाट सुरुमा छ हामीसँग पाउरोटी है, यो चाहिँ ब्राउन ब्रेड, अनि यहाँ पिनटबाट थियो त्यो चाहिँ सकिएछ, होइन? जाम भयो 2टा, बटर भयो। यो के हो, यसलाई के भन्छ? ल केही भन्छ, होइन? यो केकहरू भयो यहाँनिर सबैतिर। यहाँ चाहिँ प्रशान्त छ, यहाँ प्रशान्त, यहाँ चिज प्रशान्त, यो चाहिँ प्लेन प्रशान्त। ल यहाँनिर चाहिँ प्लेटहरू भइहाल्यो। अब यतापट्टि चाहिँ हाम्रो युनिस चाहिँ के छ हालबाट?
मेरो बवाल छ यार कस्तो के छ यार मेरो हातमा मेरो ठिक छ नि दाइ कस्तो भयो एक्सपिरियन्स एक्सपिरियन्स तिमीलाई हेरेर रमाइलो भयो यार हो ठिक छ हामी चाहिँ यसो फुड टुर गराउँदैछौँ है यहाँनिर चाहिँ एकदम हेल्दी जिम गर्ने मान्छेले खानुपर्ने चिज है यो चाहिँ ल यो खाएर जिम गर त तिमी कति तिमी 62 होइन सिधै 70 हुन्छ कि यो खाएर जिम गऱ्यो भने चाहिँ यहाँनिर चाहिँ हाम्रो साउथ इन्डियनको डिसहरू छ अलिअलि तिमीले ट्राई गऱ्यौ कि न इन्डिया हुँदा इन्डिया हुँदा पनि गरेँ यहाँ पनि गरेँ जस्तो ठिकै थियो यो भयो अनि इडली पनि भयो अब अरू चाहिँ के छ भन्दाखेरि यहाँ के इडली अनि यहाँ चाहिँ हाम्रो बिन्सहरू छ त्यसपछि यहाँनिर चाउमिनहरू छ यहाँनिर यो छ यहाँ अन्डा छ यहाँ चाहिँ नदेखाउँ है यो यहाँनिर चाहिँ फ्रुट्सको आइटम्सहरू छ है यहाँनिर सबै थोकहरू अनि त्यही नै हो अब यतातिर खासै केही छैन के भन्नु छ दाइ हजुरलाई हिजोको ठुलो ब्लन्डर छ कि छैन सबको स्टोरी रिपोस्ट हानेपछि त होटेलको नामै मिस्टेक छ तिम्रो यार ब्रो कम अन यो दिनको लागि तिमीलाई मैले साथी बनाएँ फेरि स्पेलिङ अब तिमी 100 चोटि चाहिँ कपीमा नाम लेख्नु पर्यो अब 100 चोटि म यस्तो गर्छु म माथि चाहिँ लेखिदिन्छु करेक्ट त्यही रिपिट गर है ल धन्यवाद एकदम ल यो चाहिँ है ल हाम्रो खतरा मान्छेहरू हुन्छ है यहाँ चाहिँ पहिला चाहिँ हाम्रो द म्यान द मिथ द लेजेन्डरी हिमसेल्फ टाइगर एकदम अनर है के छ दाइ हालखबर कस्तो भइरहेछ एक्सपिरियन्स कतिको झ्याप हुनुभयो 1 to 10 को स्केलमा कतिको झ्याप जम्मा 5 भने कहाँ कुरै नगर म कतिको थिएँ तिमी त अब 10 ले अलि पुग्दैन होला 15 पाइसक्यो दाइ मैले त्यो 1 to 10 को स्केल हैन त्यो अनि दाइ के छ एक्सपोनेन्शियली बढ्ने कुरा के रमाइलो भइरहेछ कस्तो लाग्यो यो ठाउँ मलाई त राम्रो लाग्यो फेरि आउनुहुन्छ कि आउनु फेरि चाहिँ आउनु भनेपछि अरूलाई रेकमेन्ड गर्नुहुन्छ कि नै अरूलाई त गरिदिइहाल्छु नि ल ठिक छ भनेपछि अर्को लेजेन्डरी द म्यान द मिथ हिमसेल्फ आदर्श पाण्डे के छ आदर्श हेलो व्हाट्स अप कस्तो भइरहेछ कस्तो हुनु टाइगर दासँग बसेको छ अनि क्यानगुनका कुराहरु सिकिदै छ दाइसँग के हो जावा हो क्या अहिले अब पाइथनबाट जावातिर लाग्यो ठिक छ अनि के रे कतिको झ्याप त भएन होला कतिको रमाइलो भयो तिमीलाई त सुरुमा गोद्न मन छ पुलमा ठेल्ने मान्छे हो मैले पुरै प्री प्लान गरेर हैन पुरै उसको फोन मागेर आफ्नो गोजीमा हालेर उसलाई धकले है पछाडिबाट अर्कोले धकाल्दियो क्या मलाई टिट फर ट्याट बरु फोन झिकेर बाहिर राखेको भए डुबेर मतलब भएन फोन सहित गयो क्या अन्त हतान पत्ता निस्किहाले भनेपछि रमाइलो भइरहेछ आइफोन वाटरप्रुफ हो अब मेरो होइन ल भनेपछि केही भन्नु छ रमाइलो भइरहेछ नि ल अर्को हाम्रो पूजन के छ हालको ठिकै छ कतिको रमाइलो भइछ एकदमै रमाइलो हो रक्स खायो खाएन झुटो बोले जस्तो छ अलिअलि खाएँ हो अनि के अरे कतिको झ्याप थियो झ्याप त थिएन नर्मलै थियो अलिअलि खाएको 1 to 10 को स्केलमा कति 1 नै होला 1 नै हो ल पुरा त्यो ढोगरी फुकेर हैन बाँसुरी यस्तो पिन बजाछ भन्छ त तिमी 8 प्लस नै थियो 10 नै होला ल हजुर आदर्श अरूले खाएपछि उ झ्याप हुने हो क्या अर्को हाम्रो आयु के छ हेलो दाइ ठिक छ दाइ हो कतिको रमाइलो भयो रमाइलो भयो दाइ एकदम झ्याप भयो अलि ठिकै कतिको झ्याप भयो 4 out of 10 जस्तो हो भनेपछि खासै खाएर हिँड्छ क्या अलिकति इन्सपिरेसन लिनु पऱ्यो क्या होइन मबाट साइडको मान्छेबाट लिनु पऱ्यो अलिकति इन्सपिरेसन त्यस्तो गरेर नि इन्टरभ्यु त्यही ल
खतरा हो नि है अब नेक्स्ट टाइम ल केही भन्नु छ तिमीले अब नेक्स्ट टाइम सँगै बसेर खाउँला हजुरमा अनि एउटै लेभल ल ल स्योर ल ल हाम्रो हो के छ भिपिटी दाइ ठिक छ नि होइन रमाइलो भयो के अरे सिमोड 777 चाहिँ गर्नु भयो नि त हिजो नि तपाईँले अस्ति म एउटा के अरे कहानी भन्छ है कतिको रमाइलो भयो एकदमै रमाइलो हो झ्याप कतिको हुनुहुन्थ्यो एकदम धेरै अहिलेसम्म भइरहेको छ ए हो ह्याङओभरमै हो एकदम अनि भनेपछि रमाइलो भयो कति 1 to 10 को स्केलमा कति 10 मा 10 ए ल ठिक छ केही भन्नु छ छैन ल ल हाम्रो यहाँ अरू एकदम खतरा खतरा मान्छेहरू हुन्छ यहाँ हिजो रक्सी खायो खाएन यार मैले त तर तिमीले खाएको देखेरै पुग्यो मलाई अलिकति खाएनौ खाएन यार अलिअलि कतिको ज्याप थियो थिएन ए एज कति ओ 18 जुस खायो जुस खाएँ दुध नि खाएँ ए ल ठिक छ जुस खाएर कतिको ज्याप भयो जुस खाएर भए अलिकति 20% ए भनेपछि 1 to 10 को स्केलमा 2 के चाहिँ ज्याप भएको ए 2 हो यार हो ल अनि रमाइलो भइरहेको छ जेस एकदम रमाइलो ल अरू केही भन्नु छ अरू छैन यार धन्यवाद है त अर्को हाम्रो एकदम लेजेन्डरी दाइ हुनुहुन्छ यहाँ दाइ के छ हालखबर एकदम ठिक छ ल कतिको रमाइलो भयो एकदम रमाइलो भयो नि होइन डाँडा काँडा हेर्दै घाम ताप्दै गर्मीमा रमाइलो छ हो हिजो रक्सी खानुभयो कि हिजो खाइएन नि यार रक्सी त यार एकछिन है त ल दाइ ल राम्रोसँग जाने ल ल समीप दाइ तपाईँको इन्टरभ्यू चाहिँ लिन पाइएन अब नेक्स्ट टाइम मेरो इन्टरभ्यू अब फेरि दाइ ल दाइ अलिकति लिइहालौँ न त क्विकली ल ठिकै छ ल अनि 1 to 10 को स्केल कतिको झ्याप हुनुहुन्थ्यो अब रक्सी खाइएन है अब कसरी छ्याप हुनु होइन रक्सी खानु भएन खाइएन नि यार होइन होला रक्सीको नाममा एउटा वाइन मात्र खाएको ए भनेपछि अहिलेसम्म झ्याप हुनुहुन्छ जस्तो छ कतिवटा खाएकै बिर्सिनु भएछ एउटा वाइन खाए चाहिँ पुरै ब्ल्याकआउट हो क्या ब्ल्याकआउट छैन ल भनेपछि रमाइलो भयो ठिक छ अनि के अरे भन्सी रमाइलो छ के भन्नु छ त अब रमाइलो हो रमाइलो गर्न आएको रमाइलो नगरी त किन जानु होइन रमाइलो गरियो आफ्नो आफ्नो छ तरिका रमाइलो गर्ने ठिक छ ल हस् धन्यवाद है त ल अर्को हाम्रो दाइ हुनुहुन्छ दाइ के छ हाल भयो ठिकै छ कतिको रमाइलो भयो धेरै नै रमाइलो भयो झ्याप हुनुभयो होइन तपाईँ त रक्सी खानु है ल अरू झ्याप भादेखिर झ्याप हुनुभयो कि भएन भयो नि स्पेसली त तिमीलाई यार धन्नु डरै लागिरहेको थियो यार यहाँ स्विमिङ पुललाई खर लाग्यो भनेर एकचोटि त यार खस्यो नि दाइ तिमीलाई त्यहाँ हिँडेको याद छ त हिजो खै दाइ अब कहाँ हिँडियो के गरियो के नै थाहा छैन त्यही भएर सबैले सोध्दै हिँडिरहेको छु होइन अब कोहीसँग झगडै परेर रहेछ भने माफ गरिदिनु होला भनेपछि रमाइलो केही भन्नु छ ठिकै छ रमाइलो भयो लास्ट ल ल धन्यवाद है त थ्याङ्क यू अर्को हाम्रो एकदम लेजेन्डरी दाइ हुनुहुन्छ यहाँ राजु दाइ के छ खबर ठिक छ कतिको रमाइलो भयो बवाल रमाइलो झ्याप हुनुभयो कतिको झ्याप हुनु त्यही छ झ्यापै झ्याप भएको नि कतिको सबैभन्दा बढी झ्याप भएको मभन्दा नि बेसी ल ए मभन्दा बेसी झ्याप भएको मान्छे नि भेट्यो है त अब चाहिँ के भन्नु छ त हुनु भएन होला देखिनँ मैले दाइ त अहिले झ्याप हुनु जस्तो छ दाइ के भन्नु छ भोड्का दाँत माझेर बिस्किली कुला गर्नुहोस् है दाइ चाहिँ ओ बल्ल कुरा मुख चाहिँ बियरले धुने नहुने चाहिँ बिस्किले है ल दाइ केही भन्नु छ छैन मैले भयो भनेपछि र हाम्रो अर्को एकजना क्युए दाइ हुनुहुन्छ दाइ के साल खबर ठिकै छ नि कतिको रमाइलो भइछ ए हो र दाइ पुरै ब्ल्याकआउट हो हिजो ब्ल्याकआउट त भएन नि होइन ब्ल्याकआउट भएन रमाइलो भयो जस्तो दुबईसम्म कतिको झ्याप हुन्थ्यो 1 to 10 को स्केलमा झ्याप त म भयो होला 7, 8 भयो होला ए भनेपछि रमाइलो गर्नुभएछ ल ठिक छ केही भन्नु छ छैन रमाइलो त्यस्तै हो ल धन्यवाद है त हाम्रो प्रोजेक्टको दाइ के छ दाइ हालखबर होइन मेरो हालखबर भन्दा नि तिम्रो हालखबर चाहिँ के छ मेरो त एकदम ठिक छ नि दाइ कतिको रमाइलो भयो दाइ होइन प्रोजेक्ट म्यानेजर हो प्रोजेक्ट म्यानेजर दाइ
दाइ कतिको ज्याप ठिकै 1 to 10 को स्केलमा कति हुनुभयो म जतिको हुनुभयो कि भएन तिमी भन्दा आधी पनि भएन होला ल त्यही त भनेपछि रमाइलो भयो सनीलाई सोधन कति खायो खाएन सनीलाई सोधन कति खायो खाएन हिजो हामीले ए भनेपछि रमाइलो भयो के भन्नु छ त अब हामी होइन अहिले एकछिनमा नेवार ग्रुप एउटा बनाउनु पर्छ यहाँ तानेर ल्याउनुपर्छ सबैलाई होइन अनि हामी रमाइलो गर्नुपर्छ फेरि अर्कै नेवार मात्र नेवार यहाँ हिजोको अलिकति मिसिङ नेवारहरू बाँकी छ क्या हामी चाहिँ कहाँ जान्छ अब कहाँ जान्छ तिमीहरू साइडमा जाने एकछिनलाई ए सिसिरियललाई चाहिँ बिप गर्नु पर्यो यति पार्टलाई चाहिँ टोट दाइको यसमा मुखमा पनि ब्लर गरेर ल ल दाइ धन्यवाद ल धन्यवाद ठिक छ रमाइलो भयो मलाई धकालेर कतिको मजा आयो धकालेर मलाई पनि धकाल्नु पर्ने थियो कसैले धकालेन म त कसले धकाले त कसले थाहा नै पाइनँ होइन भनेपछि कतिको झ्याप हिजो हजुर म र तिमी एउटै झ्याप हो एउटै ब्याच छैन झ्याप के ल भनेपछि रमाइलो भयो नि त ल रमाइलो भयो के भन्नु छ यो ठाउँको हिजोको एक्सपिरियन्स खै म त लाइभ म्युजिक भएको पनि थाहा छैन हो र यहाँ गिटार बजाएको पनि थाहा छैन ए ल ल ल ल धन्यवाद मिठो थियो दाइ 1 to 10 को स्केलमा कतिको मिठो थियो 1 to 10 को स्केलमा सबभन्दा गाह्रो क्वेसन यो यार यो भ्लग भरिको सबभन्दा गाह्रो क्वेसन यो थियो होइन दादा एउटा ऱ्याप जाओस् 5 हो 5 थियो एउटा ऱ्याप जाओस् ऱ्याप त कहाँ यो लाउरे म त डुप्लिकेट लाउरे हो नि ओरिजिनल लाउरे भए पो ठाउँको ठाउँमा आउँछ हामी त डुप्लिकेट हुन नसकेको लाउरे लाउरे के ऱ्याप हाल्दिनु नि त लाउरे आफैमा डुप्लिकेट लाउरे होइन त्यसपछि त्यो डुप्लिकेट लाउरे हो कि थर्ड कपी अल प्रिन्ट मान्छेहरू हिँडिरहेको क्या बिचमा ल ठिक छ है त ओ दाइको इन्टरभ्यू दाइ चाहिँ यहाँ सोल्टीमा काम गर्नुहुने रहेछ होइन कस्तो छ दाइ यहाँ काम गरेको एक्सपिरियन्स रमाइलो छ होइन स्यालेरी कति आउँछ स्यालेरी त्यो अलि डिस्क्लोज गर्न मिल्दैन ए तलब चाहिँ कति आउँछ त तलब चाहिँ भन्न मिल्दैन डिस्क्लोजलाई नेपालीमा भन्नु पर्यो ए भनेपछि रमाइलो छ खाना बस्न पुगेको छ तर यस्तो कहिलेकाहीँ चाहिँ त्यो आउँछन् क्या त्यो मान्छेहरू त्यो बियर पोख्दिने होइन अरूकोमा अनि त्यस्तो मान्छेहरूलाई देख्दा चाहिँ म यिनीहरूको फोटो खिच्न मन लाग्दैन क्या तर म खिच्दिन्छु ठिक छ अनि दाइ एकदम राम्रो हुन्छ मनको होइन यस्तो कसैमा पनि बियर पोख्यो भने रिसाउनु चाहिँ हुन्न अझै पनि पोख्दियो भनेर भने जस्तो कुरा गर्नुहुन्थ्यो तर अर्को पालि पोख्दा चाहिँ मुखमै पोख्छस् दाइ गर्नुहोस् भनेर यस्तो पोख्दैन भनेपछि हिजो बियरले नुहाइयो नुहाइयो अब के गर्नु थाहा छ अब हाम्रो यता जान्छ ए द म्यान द मिथ लेजेन्डरी के छ दाइ हालखबर ठिक छ कतिको रमाइलो भयो एकदम रमाइलो भयो मैले त सबजना खिचिरहेको थिएँ अब जस एडिट गरेर हाल्न चाहिँ मलाई सबभन्दा गाह्रो हुनेवाला छ ठिक छ अलिकति त काम गर्नु पऱ्यो नि सधैँ बसी काम त्यही रमाइलो भयो एकदम रमाइलो 1 to 10 को स्केल कतिको रमाइलो 10 नै रमाइलो भयो यार 10 नै रमाइलो भयो हिजोदेखि आजसम्म जोस् रमाइलो छ मैले बिहान उठाएको दुईजनालाई आएर क्यामेरा ल्याएर बिहा के अरे गुड मर्निङ साथीहरू गरेर एकदम माछा पनि खाँदिनँ रक्सी नि खाँदिनँ है हिजो अघि त्यहाँ बेगनका बेगन त्यो पार्ट त मैले ब्लर गरिसकेँ दाइ कस्तो ब्लर गरेको खायो होइन यसो खाएको होइन कि देखाइन भनेर यसो छोपे होइन ए उसले छोप्दै थियो त्यो पार्ट चाहिँ देखाउनु भएन होइन आइहाल्छ नि कस्तो आउँदैन अरूले त खाएको चाहियो नि ठिक छ ब्लर हाल्नु कस्तो ब्लर हो अनि त्यो अलि नराम्रो इन्फ्लुएन्स भएन भेज कन्टेन्ट आउनु पर्यो नराम्रो इन्फ्लुएन्स भएन त दाइ हो नि अब हिँड्न यस्तो प्राणीलाई मारेर होइन लाग्छ नि दाइ जनै चेक छैन नि उडवास गर्यो जनै छैन उडवास गर्यो होइन ब्यागमा भएर तपाईँ जनै ल उडवास गर्यो जनै खै जनै ल
होइन दुवैजनासँगै उठबस गर्नु पऱ्यो कस्तो त्यो फलामको जनै हुन्छ क्या अन्त उठबस गर्नु पऱ्यो नमस्ते सबैजनालाई यहाँलाई स्वागत छ हाम्रो च्यानलमा आज चाहिँ हामी सबैजनाको रुम कस्तो छ कतिको मेन्टेन राख्नु भएको छ भन्ने चाहिँ चेकआउट गर्ने बेलामा गर्दैछौँ है हाम्रो यहाँनिर म्यान अफ द म्याच हुनुहुन्छ आज सुशान्त दाई ल सुशान्त दाईकै रुमबाट स्टार्ट गरौँ है त सुशान्त दाईको बेड चाहिँ यस्तै छ है अनि त्यसपछि गएर उतातिर के छ ल त्यहाँनिर त्यस्तो रहेछ है अनि त्यसपछि अलि भद्र गऱ्यो भद्रगोल छ कसको उठायो के यार यस्तो भएन है त मजा आएन अलिकति मेन्टेन के हो क्याप यस्तो छ अनि यहाँ यस्तो छ ल लुगा यस्तो छ प्लेट यहीँ छ भ्यू मात्र राम्रो ल यो कोठाको अरू यस्तै यस्तै छ ल यसलाई चाहिँ म 1 to 10 मा 2 को रेटिङ दिन्छु ल अब चाहिँ आयुष दाईको रुममा जाँदैछौँ है हामी आयुष दाईको रुम कतिको मेन्टेन रहेछ भनेर चाहिँ ल यतिको चाहिँ हुनु पऱ्यो है रुम ल तर खै भित्र गएपछि त उस्तै रहेछ ल यो रुमलाई चाहिँ कति हो रेटिङ यो रुमलाई 3 चेकआउटकै बेलामा हेर्ने क्या हामीले चेकआउटको बेलामा कतिको मेन्टेन छ भनेर चाहिँ हेर्न लाग्यो क्या ल है त ल 3 out of 10 2.5 तपाईँको रुमले एकदम खतरा 3 out of 10 पाउनु किन अलिकति मेन्टेन भएन एज पर द एक्सपेक्टेसन्स भएन होइन क्वालिटी मेन्टेन भएन अलिकति स्ट्यान्डर्ड मेन्टेन भएन क्या ए ल म ढक्ल गर्छु यता ढक्ढ गरे उता पो हामी आउँछौँ यहाँ छिमेकीमा हामी चाहिँ अब स्वप्निल दाइको रुममा छौँ के छ ठिक छ ल तपाईँको ओहो यो त बिजुक छ त हौ यहाँ त म किन छिरे रे कस्तो रुम अलिकति सफा पार्नु पर्दैन हामी आउने भनेपछि ठिक भएन है बेड पनि उत्तिकै छ लुगाहरू जताततै छ यहाँ चाहिँ अलिकति मेन्टेन रहेछ है अरूहरू जस्तो रहेछ कतिजना 2 जना मात्र हो के अरे बिजुक तर ठिकै छ अरूको भन्दा चाहिँ ठिकै छ यो अब अलिकति मेन्टेन भएन यो है नेक्स्ट टाइम चाहिँ यस्तो हुनु नपरोस् है बुझ्नुभयो नि ल ठिक छ ल यो रुमलाई चाहिँ कति रेट दिनु यो रुमलाई कति रेट दिनुहुन्छ तपाईँ ए ल 1 to 10 मा के को हिसाबमा निटनेसको अनि म्यानेज हाइजिन अनि मान्छे यहाँ बस्ने मान्छे पनि मान्छे त 0 ल भनेपछि कति टोटल मान्छे 0 अरु 8 एभरेज गरौँ कति हो 8 रुम 8 के मारे यो भद्रगोल ओपिनियन अग्री छैन भनेर अरूलाई हाइजिन हेर्नु न यो मिलाएको हेर्नु यस्तो छ हौ बिजोक 2 जना मात्र बस्नु भएको के यहाँ यो बेचको चाहिँ के गरेको यहाँ कुस्ती खेलेको क्या हो राति झडा परे जस्तो को बस्ने रहे ए ल यो रुमलाई चाहिँ अब मैले 4 दिएँ 4 अहिलेसम्म हाइएस्ट नि फेरि हो ल अब चाहिँ हामी 117 ल अनि हजुरले त अड्का 1 पोइन्ट घटिसक्यो यहाँ के भनेको 10 ल आयो है ल हामी चाहिँ अब
मिहिर दाई एन्ड नितेश दाईको कमरा ओहो प्रेसिडेन्सियल होइन के किङ हो के किङ सुट हो कि मैले के भनेको सुट सुट किङ सुट ल यहाँ म्यानेजको हिसाबले यहाँ एउटा प्लास्टिक झर्दा रहेछ यहाँ तकिया झरिरहेछ तर यार यतातिर भद्रगोल छैन यहाँ पनि अझै राम्रो चाहिँ हुनसक्थ्यो होइन यो चाहिँ अलिकति राम्रो हुनसक्थ्यो मिर्दै भएपछि 1 पोइन्ट थप्यो क्या तिमी बाहिर त ढुक्का लग्थ्यो मिर्दैले खोलिदिने अर्को 1 पोइन्ट थप्यो ल भनेपछि हो ल ओहो भ्यूको 2 पोइन्ट है ल यस्तो सेक्सी हुँदैछ है ल ल भनेपछि यो रुमले पायो 5 कति हो तिमीहरूको कि 6 10 मा हुँदै 10 मा हो होइन यस्तो छ नि त हेर न अलि इम्प्रुभमेन्ट हुन सक्थ्यो होइन 7 आयो है 6 दाइ ल अहिलेसम्मकै सबसे बेस्ट कङ्ग्रेचुलेसन्स पर्फ्युम हेर न कुन हो त्यो अनुसार पनि होला 7 एकदम मजाले 7 ल घटे 1 पोइन्ट घट्यो अन्डरवेयर हो क्या दाइ अन्डरवेयर सरी इनरवेयर ठिक छ 6 ल 7 थियो अनि माइनसमा भयो नि त ल है त ल दादा यो रुम नम्बर कति देखाऊ यो रुम देखाउनु न के कसको यो रुम देखाउनु न कसको यो मान्छे देखाउनु को यो रुमको अपराधी यही हो है रुम इन्स्पेक्सन ओइ कार्ड लानु हो पैसा उही हामी थुनेर पनि गरि ल हैन भित्रबाट निस्किने टेस्ट ल चेक बेडहरु तर बेड त ठिकै हो तर यो बेड यो के हो यो पसन्द है हो ल हेर यहाँ यस्तो हाम्रो थिएन के हो आर्टहरु ठिक छ ल के हो यता हेर न यहाँबाट यो अलि भएन यो भएन नि यो यस्तो भएन यो अलि दिक्क लाग्यो अलि मजा भएन यो कति दिने ए 5 हैन बेडहरु राम्रोछ नि यतिको पार्टले गर्दा चाहिँ अलिकति पोइन्ट चाहिँ पास लागिरहेको छ 5 ल 5 तर भ्यू त तल भएको भएर नि त्यस्तो माथि जस्तो वाउ त नभए तर धेरै फरक चाहिँ छैन है ठिकै छ 5 ल एकछिन यार गाइस हैन जाम हामी यहाँ रुम इन्स्पेक्ट ओ कस्तो क्लिन हो भने यतिको चाहिँ बढी हुनुपर्यो ल ओइ ल यहाँ आऊ यता रुम कसको तर हाइजिन ओभरअल हेर्दाखेरि ठिकै हो यार यतिको कतिजना सुत्नु भएको यहाँ 3 जना तर यो क्लिनै लाग्यो यार मलाई यो मिलाएको यो अब यसमा त पोइन्ट जान्छ होइन तर ओभरअल अरू हेर्ने हो भने चाहिँ नाइसै हो यार यो हल्का यस्तो फोहोर गरेको सुशीलले होला होइन नत्र भए चाहिँ अरू दाइहरूले चाहिँ सफाइ गर्नु जस्तो लाग्छ मलाई त्यस्तो उस पनि होइन तर यसले पोइन्ट जान्छ होइन अरू ठिकै त्यस्तो साह्रै नै छैन तर ठिकै हो ल मिगिरहेको कति हो अरे 5 हेर न यहाँ बोतल के हो यो देखाऊ हेर सफा गरेर खै यो रुमको मान्छे देखाउनु पनि यहाँ सफा गर्दैछ यार अहिले यस्तो हुन्छ यो कस्तो 8 हुन्छ त दुई त गम्छा यता लुगाएर 8 हुन्छ 5 हो ब्रो ल 5 दादा ल भाइ हम थाइ शक्ति प्रयोग गरेर एकदम राम्रो केमा जानु नि हजुर म प्रोलेस इन्स्टिट्युट जान्छु हजुर केमा जानु नि हो ल ब्रदर ल दादा राम्रोसित जानु हस् म दादा त होइन क्या तैँले हाम्रो एन्ड गरिदिनु न दाइ के भन्नु हाम्रो ओभरअल एक्सपिरियन्स अब सबैजनाले इन्जोय गर्यो होला रमाइलो भयो होइन अब हाम्रो भिडियोग्राफरले चाहिँ कतिको इन्जोय गर्यो भन्ने कुरा हो मेन कन्सर्न त्यही हो अरू त सबैले आफ्नै चिलमै छ एकदम रमाइलो भयो बाई
को मान्छे आयो बस्यो भनेर अनुहार चिन्नुहुन्छ कि अघि हजुरले थाहै पाउनु भने यो क्याबले गर्दाखेरि हजुरको कोठाहरूमा 2 पोइन्ट बढायो कि कति भयो मैले थाहा पाइनँ 1 पोइन्ट यो क्याबले बढ्यो रेटिङ 6 कि 7 भएको रे यो क्याबले एउटा अनि पर्फ्युमले गर्दाखेरि 1 पोइन्ट बढाएको थियो नि 8 हो नि त त्यस्तो 7 हो खोइ सुशील कसको रेटिङ 7 हैन पछि घट्यो नि 6 हो 6 रहेछ पछि कसरी घट्यो त्यो ए दाइले उस भनेको कि अन्डरवेयर हो के दाइ अन्डरवेयर सरी इनरवेयर अनि कट्टुलाई कट्टु भन्दैन त्यही भने हैन हामी के हो हल्का एलिगेन्ट नेपालीमा बोल्दा चाहिँ घट्ने हुन्छ सरी यु लस्ट 1 सब्स्क्राइबर अब हजुरले पोइन्ट गइसक्यो 2 सब्स्क्राइबर्स भित्री बस्न भन्नु भनेर हामी जित्यो रुम च्यालेन्जमा कसले जित्यो तर हजुरहरूले जित्नु भयो कि लङ्गोटी भन्ने हो सुन्नु न घटे पनि हजुरहरूले जित्नु भयो कि अरू अब रोजेन कहाँ जित्छौ तिमीले के रे सबैभन्दा थोरै पोइन्ट र स्वप्निलाहरूको थियो के हाम्रो 9 2 पोइन्ट के हुन्छ नि 2 पेट पायो भने त्यो भिडियो हेर्ने हो कोठा छिर्न पाइन म त्यो फोहोरमा अल्झेर पल्ने लड्यो हैन अझ पायो भने चाहिँ कोठाको त भनेर हाम्रो कोठामा उयो हो नि त हाम्रो नि भइसक्यो हाम्रो कति थियो त के त तिमीले ध्यान रेटिङ भ्यू मात्र राम्रो ल यो कोठाको अरू यस्तै यस्तै छ ल यसलाई चाहिँ म 1 to 10 मा 2 को रेटिङ दिन्छु खतरा चलाउँछ स्लाइड ट्याकल हाल्ने उडाइदिन्छ स्लाइड ट्याकल हाल्ने हैन स्लाइड ट्याकल त लिलिनले हैन प्रसादले हाल्छ हजुरले अघि आफ्नो उसै भन्नु भएन कि इन्ट्रोडक्सन अनि त्यसपछि ओइ मुस्कानको छुडिया सहीको आउ त लिउ हेलो मच्चिक हेलो हेलो तपाईँको नाम भनिदिनु न मुस्कान वैद्य हाम्रो एकदम ओरेन्ज नेक्स्टको फेस है ऊ चाहिँ फेस अफ ओरेन्ज नेक्स्ट कस्तो एक्सपिरियन्स एकदम रमाइलो भयो च्याप भयो तपाईँ देखेर नै मलाई पुगिसकेको क्या अलिकति क्रिएटिभ हुनु पऱ्यो क्या होइन सबैले यो भनेको कम्बाइन राख नि एन्डमा चाहिँ उसको होइन पाउँदैन म त कपिराइट राखिदिन्छु मेरो त एकदम कतिको च्याप थियो म त त्यस्तो थिएन 1 to 10 को 2 मात्रै त्यसो झ्यापै रहन्छ ठिक छ भनेपछि रमाइलो ल ल ठिक छ क्र्याक गर्ने तिमी मात्र हो छ तुम्हाइमा फुको त गाडी छ ल बाइ बाइ ल बाइ बाइ अर्गनाइजर बाइ भन्दै हुनुहुन्छ यहाँ बाइ बाइ ल थ्याङ्क यू सो मच ल बाइ ल बाइ बाइ ल ओके बाइ बाइ ल बाइ 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 ल बाइ बाइ ल आऊ क्यामेराम्यान खै लास्टको बाई यस्तो चाओ बोन्जोनो चाओ बेला ल जम्दै हामी पनि कस्तो लात हानेर बाई गर्ने कि हातले यता यो एमबिएस बिल्डिङ ओ यहाँ पार्किङ चाहिँ देखाउँ त ल रोजिन्दा हाम्रो चाहिँ यो गाडी देखाऊ है चढ्न आँटेको जस्तो ल भाइ ल बाई